25 नर्मल पुसअप। मेरो बडी कन्डिसन यस्तो छ। नमस्ते गाइस, स्वागत छ तपाईहरुलाई मेरो फेरि पनि यो जोगी फिटनेस युट्युब च्यानलमा। म चाहिँ रनिङ गरेर आइसकेँ। मेरो घर चाहिँ बुद्धभूमि वडा नम्बर 1 टिक्कर कपिलवस्तुमा र म टिक्करदेखि यहाँ वीरपुर आइसकेको छु। यो किलोमिटर छ नि, आफ्नो गाउँको 1 किलोमिटर हेरेर ठ्याक्क म 1 किलोमिटर रनिङ हानेको। टाइम कति लाग्यो भन्दा 4 मिनेट 5 सेकेन्ड लाग्यो गाइस। बिस्तारै बिस्तारै इम्प्रुभ गरिरहेको छु म रनिङ। सो साथसाथ गर्दै गर्नु होला र भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। म चाहिँ आफ्नो बडी कन्डिसन देखाउन गइरहेको छु। अब चाहिँ के कस्तो भएको छ रनिङ गरेर। हेर्न सक्नुहुन्छ मेरो बडी कन्डिसन चाहिँ यस्तो रहेको छ हैन। म चाहिँ हल्का अब के वर्कआउट गर्छु। सो वर्कआउट गरेपछि के कस्तो हुन्छ हेरौँ है त। कति कालो आएको यार। यता फर्केर आउन मन। मेरो चाहिँ यो हात दुखिरह कुन्ने किन अस्तिदेखि 3 दिन भयो। धेरै नआन मन। क्यामेरा नि कस्तो कालो आइरहेको यतादेखि यार। यतैदेखि अलि राम्रो आइरह। गाडी आउँछ फेरि। म अहिले बाटोमा छु, गाडी आएको आइछ। एकछिन पछि भिडियो कन्टिन्यू गरौँ है त। बीस डायमन्ड पुसअप, 25 नर्मल पुसअप। मेरो बडी कन्डिसन यस्तो छ। आज चाहिँ यति। आजलाई यति नै। म अरूको गाउँमा आएको छु। म हल्का नर्भस हुन्छु। लाज पनि लाग्छ मलाई हल्का हल्का। त्यसकारण उता मान्छे पनि आइरहन हेर्न सक्नुहुन्छ। त्यसकारण म भिडियो एन्ड गरेर लागे आफ्नो यता आफ्नो गाउँतर्फ 1 किलोमिटर हिँडेर जान्छु अब म, किनकि झौवा छ। साथ सपोर्ट गर्दै गर्नु होला। भिडियो लास्टसम्म हेर्नु होला। के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला। र म चाहिँ लागे आफ्नो घरतिर। टाटा बाई बाई गाइज।